श्री अध्यक्षज्यू, कैलाली गाउँपालिकाको कार्यालय हँसुलिया कैलाली विषय ज्ञापन पत्र सम्बन्धमा उपरोक्त सम्बन्धमा देश संहितामा गइसकेपछि दुई पटक स्थानीय तहको निर्वाचन भयो। जनप्रतिनिधिहरू निर्वाचित भएर आए। आम जनताको सबैभन्दा नजिकको सरकार नै स्थानीय तहलाई लिइन्छ। तर विडम्बना, जनताले जुन किसिमको स्थानीय तह तथा जनप्रतिनिधिहरूबाट विकास, समृद्धि र शान्ति, सुरक्षा, अमन चैन एवं सामाजिक न्यायको आशा र भरोसा थियो, त्यो अनुभूति पटक्कै गर्न सकिरहेका छैनन्। जनप्रतिनिधिहरू सुविधा तथा भोग विलासमा लिप्त हुनु र उनीहरूको कार्यकर्तामुखी कार्यले आम जनतामा वितृष्णा पैदा हुनुका साथै विश्वास घट्दै गएको छ। फलतः पछिल्लो समय भाद्र 23 र 24 गते देशमा विद्यमान शासन व्यवस्थाप्रति असन्तुष्टि सहित भ्रष्टाचार विरुद्ध जेनजी पुस्ताले देशव्यापी आन्दोलन गरे। देशमा ठूलो धनजनको क्षति भयो। यसैबीच कैलाली जिल्लाको कैलाली गाउँपालिका पनि अछुतो रहन सकेन। गाउँपालिका कार्यालय र माहाटका 9वटै वडा कार्यालयहरूमा आगजनी भयो। सरकारी सम्पत्तिमाथिको त्यो प्रहार तथा आगजनीको त्यो कार्यालय कुनै हालतमा समर्थन गर्न सकिन्न। तर जेनजी पुस्ताले उठाएका सुशासनका मुद्दालाई सबै पक्षले आत्मसात गर्न जरुरी छ। पालिकाले हाल सबै वाडाको सेवा प्रवाहलाई केन्द्रीकृत गर्दै हँसुलियाबाट दिइरहेको छ। सम्बन्धित वाडाबाटै सेवा प्रवाहको विभिन्न विकल्पहरू हुँदाहुँदै पनि विभिन्न बहानाबाजी गर्दै जनतालाई शास्ति दिने नियत र जेनजी पुस्ताको आन्दोलनको मर्मलाई नजरअन्दाज गर्दै जन आक्रोश पैदा गर्ने कार्य स्थानीय तहबाट भइरहेको प्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ। तसर्थ गाउँपालिकामा देखिएको बेइज्जती र भ्रष्टाचार विरुद्ध सुशासन, समृद्धि र विकासको लागि नागरिक अभियान कैलाली अभियान सुरुवात गरेका छौं। अभियानमा पालिका स्थित जेनजी पुस्ता सहित नागरिक अगुवा, शिक्षक, संचारकर्मी, बरघर, भलमनसाहरूको संयुक्त सहकार्य रहेको जानकारी गराउँदै आम नागरिकको नैसर्गिक अधिकारको लागि तफसिलको माग सहित यो ज्ञापन पत्र पेश गर्दछौं। तफसिल 1 नम्बर 9वटै वाडा कार्यालयहरूको सेवा प्रवाह सम्बन्धित वाडाहरूबाटै 3 दिनभित्र सुचारू गर्नुपर्ने। आर्थिक वर्ष 2082-83 को विनियोजित बजेटमा चालू र पुँजीगत तर्फ आवश्यकता भन्दा बाहिर र विलासिता केन्द्रित बजेट रहेकोले आम जन समुदायको माग र आवश्यकता र प्राथमिकताको आधारमा बजेट संशोधन गरी विशेष सभाबाट बजेट संशोधन गरी कार्यान्वयन गर्नुपर्ने। स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 78 उपदफा 5 बमोजिम सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाबदेही बनाउन सार्वजनिक परीक्षण, सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई कार्यक्रम वार्षिक आर्थिक वर्षको प्रत्येक चौमासिकमा गर्नुपर्ने व्यवस्था भएकोले सोही अनुसार आर्थिक वर्ष 80-81 देखिको सार्वजनिक सुनवाई र आर्थिक वर्ष 82-83 को विनियोजित बजेट तथा वार्षिक कार्यक्रम सार्वजनिकीकरण जनस्तरसम्म गरी सूचनाको हक प्रत्याभूति गर्नुपर्ने। कृषकहरूको धान खरिद बिक्रीका लागि नेपाल सरकारको धान खरिद समर्थन मूल्यमा बिक्री वितरण गर्न तत्काल खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडसँग सहकारी गरी व्यवस्थापन सहित सुचारू गर्नुपर्ने। कैलाली गाउँपालिकाका कार्यालयमा सञ्चालित विभिन्न योजना तथा कार्यक्रमहरूमा अनियमितता र भ्रष्टाचारका गन्ध आएको योजनाको आवश्यक छानबिनका लागि सम्बन्धित निकायमा पहल गर्ने। पालिकाको गेम चेन्जर योजनाको रूपमा रहेका गुर्गी सिँचाइ योजना, बर्का मुरा स्थित सुर्मिनाला पुल, गुराहा नदीको पुल निर्माणको योजनाको कार्य अगाडि बढाउन पहल गर्नुपर्ने। यी 5वटा यो मागहरू रहेका छन्। यसमा चाहिँ यो सम्पूर्ण 9वटै वाडा स्तरीय भलमनसाहरूको समिति छ। त्यो भलमनसाहरूको नामै बाटो गर्छु। म लखन चौधरी, म अब यो अभियानको मलाई संयोजक भएको साथीहरू रेवन्त बोहरा,
रामकुमार चौधरी, प्रदीप चौधरी, धनबहादुर छापिल्ला, मनोज चौधरी, श्याम चौधरी, भाइग्राम चौधरी, जगलाल डंगौरा ठारू, ओम प्रकाश चौधरी, जनकलाल चौधरी, बाबुराम चौधरी, बांडुराम चौधरी, बलिराम चौधरी, नेपालु चौधरी, रामबहादुर कठरिया, किरू राम चौधरी, बुद्धिराम दहिर, सुमित चौधरी, रामसमाज चौधरी, फुलराम चौधरी, महेश चौधरी, छोटे लाल चौधरी। यति नै हुन्छ।